Good morning, everybody. Good morning, sir. ल अब हामी सुरु गरौँ है त न्युमेरिकल बाँकी थियो हैन है ले क्वेशन हेरौँ त Consider the basic structure of the figure to be drawn manually shown below with zero damping. सर हामीले न्युमेरिकल स्टोर गराएको थियो थ्योरी सकेको थियो न्युमेरिकल चाहिँ सुरु हुन्छ भनेर भनेको थियो नि त हैन Hello, sir. एकछिन है जीरो डैम्पिङ पढेर आछ कि छैन यो फोर्स्ड भाइब्रेसनको है फोर्स्ड भाइब्रेसनको न्युमेरिकल यहाँ सुनौँ है Consider the basic structure of the figure to be drawn manually shown below with zero damping are subjected to harmonic excitation at the frequency ratio B is equal to 0.8 हैन including both steady state and transient effect हैन plot the response ratio RT evaluate the response at increments 80 हैन and continue the analysis for 10 increment क्वेशनमा के भनिरहेको खोजिरहेको छु भने फोर्स्ड भाइब्रेसनको क्वेशन छ र बोथ इफेक्ट लिने भनिरहेको छु स्टेडी स्टेट र ट्रान्जिएन्ट स्टेट हैन ठीक छ तर कस्तो कन्डिसनमा अनड्याम्प्ड कन्डिसनमा भने हाम्रो अहिले क्वेशन के छ भन्देखि क्वेशन के छ भने अनड्याम्प्ड फोर्स्ड भाइब्रेसन हैन अनड्याम्प्ड फोर्स्ड भाइब्रेसन ठीक छ सी को भ्यालु 0 दिएको छ त्यही भएर अनड्याम्प्ड भयो र बीटा को भ्यालु कति दिएको छ 0.8 दिएको छ हैन ठीक छ र बोथ कन्सिडरेसन गर्न भनिरहेको छ स्टेडी स्टेट प्लस ट्रान्जिएन्ट स्टेट यो सानो पर्दैन यो जसमा बुझाउनलाई गरिरहेको छ ट्रान्जिएन्ट स्टेट ठीक छ र W डेल्टा T W बार डेल्टा T 80 डिग्री हैन 80 डिग्री को इन्क्रिमेन्टमा यसको रेस्पोन्स भनेको कस्तो हुन्छ RT को रेस्पोन्स के हुन्छ ठीक छ 80 डिग्री को इन्क्रिमेन्टमा निकाल्नु पर्यो RT को भ्यालु कति सम्म 10 वटा इन्क्रिमेन्ट सम्म हैन त्यही क्वेशन छ क्वेशन त बुझे नि हैन Question number 8.
Question number 8. Solution. हामीलाई के दिएको छ हेर, c को भ्यालु 0 छ, ठीक छ, बीटा को भ्यालु 0.8 छ, response ratio RT plotting is equal to what? यही क्वेशन सोधिरहेछ। ठीक छ, assume at rest condition for undamped and forced vibration due to harmonic loading। के हुन्छ भनौं त आरटी को फर्मुला? कसैलाई याद छ? यो बिदा के को थियो? सर एग्जाम भइरा एग्जाम को हिजो त सकेको एग्जाम भर्खर आजदेखि क्लास लाग्थ्यो। अनडैम्ड को हैन? हेर्नु है, SDF forced vibration, undamped and forced vibration हैन? यसको सोलुसनमा हामीले के गरेको थियौं? C को भ्यालु निकालेर VPT को भ्यालु निकालेर यहाँ प्लेस गरेको थियौ हैन? अब यही इक्वेसनमा रेस्ट कन्डिसन लगायो भनेदेखि के आउँछ त्यो कुरा छ हैन? यहाँ हेरौँ है, यहाँ यसलाई हामीलाई बोथ कन्सिडर गर्नु छ हैन? स्टेडी स्टेट पार्ट भनेको त यो भयो हैन, ट्रान्जिएन्ट पार्ट यो छ, ठीक छ। अब यसैलाई हामी के गर्नु पर्यो भनेदेखि एट रेस्ट कन्डिसन भन्यो भनेदेखि यो पनि 0 र यो टर्म पनि 0, बादबाकी जति टर्म हुन्छ त्यही भनेको के हुन्छ भने यसको VT हुन्छ हैन? VT हुन्छ र VT लाई यो इक्वेसन चाहिँ त्यहाँ लगिराख्नु। हेरौँ त, यसलाई म फेरि लेख्छु यहाँ। हेरौँ है, that is V0 0 V dot 0 0 हैन? रेस्ट कन्डिसन बनाएको छ हैन? देन VT इज इक्वल टु कति हुन्छ? यहाँ हेरौँ है, यही इक्वेसन हो नि त हैन? अनडैम्प्ड फोर्स्ड भाइब्रेसन ड्यू टु हार्मोनिक लोडिङ को त यही इक्वेसन हो हैन? अब यसमा के क्यान्सल हुन्छ? यो पनि क्यान्सल भयो र यो पनि क्यान्सल भयो हैन? ठीक छ, बाकी कति रह्यो भने P नोट बाइ K 1/1 - बीटा स्क्वायर
sin omega bar t minus p node by k beta sin omega t हैन मेरो कुरा बुझिराख्छ नि हैन यो हामीले थ्योरीमा पढेको थियो हैन कि अनडैम्प्ड फोर्स भाइब्रेसन भयो भने vt भनेको यति हुन्छ कसैलाई याद छैन भने कपी पल्टाउने त्यहाँनिर यति छ ठीक छ यसमा के इन्क्लुडेड छ स्टेडी स्टेट पनि छ र ट्रान्जिएन्ट स्टेट पनि छ हैन क्वेशनले नै भनेको छ स्टेडी स्टेट र ट्रान्जिएन्ट स्टेट दुईटैलाई लिनलाई हैन यो सानो पर्दैन p node by k कमन लिए अनि यहाँ 1 minus beta square पनि छ यहाँ 1 minus beta square पनि छ नि त हैन यो टर्म 0 भयो भने यो पनि त छ हैन यहाँ 1 minus beta square पनि छ अब यसमा कमन के लिन सकिन्छ p node by k times 1 minus beta square कमन लिन सकिन्छ sin omega bar t minus beta sin omega t अब हामी त्यहाँ मल्टिप्लिकेसन फ्याक्टर और डायनामिक म्याग्निफिकेसन फ्याक्टर पढेको थियौ हैन यसको भनेको हामीले एउटा म्याक्सिमम भ्यालु निकाल्ने बेलामा सिधै r गरेको थियो हैन अहिले हाम्रो टाइम सँग भेरिएट गर्यो भने rt = कति हुन्छ यसको म्याक्सिमम भ्यालु कति यसको इक्वेसन बाइ vst नोड हैन ठीक छ vst नोड हामीले थाहा छ vst नोड भनेको के हो स्ट्याटिक को कारणले म्याक्सिमम डिस्प्लेसमेन्ट कति p नोड बाइ k हुन्छ यो सबैलाई थाहा छ ठीक छ अनि यो इक्वेसनलाई vst नोडले डिवाइड गर्यो भने बाँकी कति हुन्छ भने 1 minus beta square sin omega bar t minus beta sin omega t कसैले डाउट छ भने सोध्नु है यो पहिले पढाइसकेपछि थ्योरीकै कुराहरु ल्याएर न्युमेरिकल सल्भ गर्नुपर्छ है त्यही भएर थ्योरी चाहिँ बुझेको हुनुपर्छ ल यहाँसम्म भयो
लेखिरहेछ नि हैन यो के गरेको मैले बीटाको भ्यालु हाले है र अर्को यहाँनिर के गरेको छु भने यो त हाम्रो के छ ओमेगामा बार त छैन यो ओमेगा नेचुरल फ्रिक्वेन्सी हैन हामीलाई थाहा छ बीटा इक्वल टु के हुन्छ ओमेगा बार बाइ ओमेगा ठीक छ भने ओमेगा इक्वल टु कति हुन्छ ओमेगा बार बाइ बीटा भने ओमेगाको ठाउँमा ओमेगा बार बाइ बीटा राखे ठीक छ सल्भ गरौँ 2.778 sin omega bar t minus 0.8 1 by 0.8 भनेको कति हुन्छ 1.25 omega bar t now we have the increment omega bar t कति दिएको छ 80 डिग्री हैन 80 डिग्री दिएको छ अब यहाँ त हेर त यो डिग्रीमा राख्न पाइन्छ त पाइँदैन किनभने यहाँ सब यो रेडियनमा छ हैन ओमेगा बार सब रेडियनमा छ भने यसलाई रेडियनमा कन्भर्ट गर्ने 80 डिग्रीलाई रेडियनमा कन्भर्ट गर्ने one point 396 radian 1.396 radian यहाँ भाइ कति झुकिराला ओमेगा बार टी भनेको के हो ए हैन ओमेगा भनेको कति हुन्छ 2 पाइ बाइ टी हैन ठीक छ अथवा थीटा बाइ टी भने ओमेगा टी गर्यो भने यहाँनिर के आउँछ थीटा आउँछ हैन ठीक छ थीटा आउँछ भने यो थीटाको भ्यालु दिएको छ यो थीटाको भ्यालु छ ठीक छ कति भयो ठीक छ रोटेसन त्यहाँ अथवा रिभोल्युसन कति भयो त्यसको भ्यालु दिएको छ ठीक छ यो त साइक्लिक हुन्छ हैन यो त यसरी यसरी भइरहेको हुन्छ हैन र बुझ्यो नि हैन भने एक रोटेसनमा कति डिग्री हुन्छ 360 डिग्री हैन ठीक छ अनि त्यसमा पनि एक रोटेसन पनि पूर्ण बा हैन बिचैमा 80 डिग्रीमा 80 डिग्रीको इन्क्रिमेन्टमा भनेको 80 डिग्रीको इन्क्रिमेन्टमा निकाल्नु भनिरहेको छ ठीक छ भने 80 डिग्री फेरि 80 डिग्री फेरि 80 डिग्री फेरि 80 डिग्री यसरी गर्दै गर्दै प्रत्येक 80 डिग्रीको इन्क्रिमेन्टमा यो आरटी को भ्यालु कति हुन्छ त्यो निकाल्ने र प्लट गर्ने भएन
अब हामीलाई प्लट गर्नु छ हैन क्वेशनले के भनिरहेको छ प्लट गर्नु मलाई 10 वटा इन्क्रिमेन्ट यहाँनिर ओमेगा बार टी राखे 10 वटा पुराउनु पर्यो हैन र यहाँनिर आरटी को भ्यालु हाल्यो ठीक छ भने एकचोटी 0 हुँदाखेरि कति त्यो निकाल्ने त्यसपछि 80 को इन्क्रिमेन्ट भयो हैन 1.396 हुँदाखेरि कति हुन्छ त्यो निकाल्ने त्यसपछि फेरि जोड्ने यसमा फेरि 1.792 हुँदा कति हुन्छ त्यो निकाल्ने अनि फेरि त्यसमा यसमा कति जोड्नु पर्यो यो जोड्नु पर्यो हैन 4.118 मा कति हुन्छ त्यो निकाल्ने 5.584 मा कति हुन्छ त्यो निकाल्ने 6.980 मा कति हुन्छ त्यो निकाल्ने 8.378 मा कति हुन्छ त्यो निकाल्ने 9.772 मा कति हुन्छ त्यो निकाल्ने 11.168 मा कति हुन्छ त्यो निकाल्ने कतिवटा भयो एउटा दुईटा तीनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा सरी 1.396 को भ्यालु जोड्दै जानु भएन हो किनभने इक्वेसनमा हेरौँ न क्वेशनले के भनिरहेछ भने यो इन्क्रिमेन्टलाई 10 वटा इन्क्रिमेन्टमा यो आरटी को भ्यालु कति हुन्छ त्यही क्वेशन हैन भने एउटा इन्क्रिमेन्टको भ्यालु यति छ हैन यहाँ त 0 to 1.9396 गर्यो भने यहाँनिर एउटा इन्क्रिमेन्ट भयो त्यसपछि यहाँनिर दोस्रो अनि यसमा फेरि जोड्नु पर्यो यो भ्यालु है फेरि यसमा तेस्रो अनि कतिवटा भयो 1 2 3 4 5 6 7 8 वटा भयो हैन 12.56 सर त्यो थर्डमा 2.792 होला त्यसो भए हो है सरी ठीक हो अनि एउटा दुईटा तीनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 वटा भयो हैन अब यसको सबैको भ्यालु निकाल्नु पर्यो कहाँनिर यसमा ओमेगा टी को भ्यालु हाल्ने आफै आउँछ हैन यो इक्वेसनमा यहाँ कति भयो यो आरटी भयो हैन यो इक्वेसनमा यहाँ के को लागि भ्यालु वेट गरिरहेछ ओमेगा बार टी हैन ओमेगा बार टी को यहाँ भ्यालु छ भने सबै भ्यालु निकाल्नु ओमेगा बार टी को भ्यालु 0 हाल्यो भने सुरुको यो त आरटी को भ्यालु 0 हुन्छ हैन क्याल्कुलेटरमा यो फंक्सन बनाऊ टक टक भ्यालु हाल्ने निस्किन्छ
यसलाई प्लट गरिदिने है। त्यसपछि यो भ्यालु छ हैन एक्सिसमा यतातिर के प्लट गर्ने ओमेगा बार टी हैन ओमेगा बार टी प्लट गर्ने र यतातिर के हाल्नु पर्यो आरटी हाल्ने यो सबै भ्यालुलाई प्लट गरिदिने है। कस्तो आउँछ भने यस्तो 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 आउँछ है प्लट गरे भने आन्सर आउँछ। कोही छ नबुझेको पनि सोध्ने है। क्वेसन सजिलै थियो जस्ट बुझ्नु पर्ने कुरा हुन्छ यसमा है कसरी निकाल्ने त्यो बुझ्यो भने सक्यो। क्वेसन इम्पोर्टेन्ट हुन्छ क्वेसन बुझ्यो भने आन्सर यसको आउँछ भएन। भएन ल अब यो क्वेसन हेरौँ त क्वेसन नम्बर 9 के भनेछ भने कन्सिडर द बेसिक सिस्टम अफ द फिगर टु बी ड्रन म्यानुअली भनेको यसरी नै हो भनिरहेछ। ठिक छ स्प्रिङ मास ड्याम्पर सिस्टम अफ प्रब्लम 8 above which the following property दिएको छ है मास दिएको छ हैन र स्टिफनेस दिएको छ। if the system is subjected to resonant भनिरहेछ है resonant harmonic loading भनेको ओमेगा बार इक्वल टु ओमेगा हुँदाखेरि ओमेगा बार इक्वल टु ओमेगा हुँदाखेरि ठीक छ starting from at rest condition determine the value of response for RT after 4 cycle that is omega bar t को भ्यालु 8 पाई हुनु पर्यो। ठीक छ 8 पाई हुनु पर्यो assuming एकचोटी अनड्याम्प्ड दुईचोटी ड्याम्प्ड। ठीक छ प्रब्लम 8 को भन्ने छ प्रब्लम 8 मा के भनेको छ भने हार्मोनिक एक्साइटेसन छ हैन। ठीक छ अब सल्भ गर्नु पर्यो सेम क्वेशन छ प्रब्लम 8 कै त्यसमा फर्दर चाहिँ थपेको छ मास दिएको छ स्टिफनेस दिएको छ र रेजोनेन्ट कन्डिसन भनिरहेछ है त्यतिखेर हुँदाखेरि आरटी को निकाल्नु पर्यो। ठीक छ आरटी को भ्यालु फोर्थ 4 साइकल पछि फेरि म भन्छु है ओमेगा बार टी भनेको फाइ दिन्छ हैन एंगल दिन्छ सरी थीटा दिन्छ हैन। अब थीटा भनेको एक कम्प्लिट साइकल हुनलाई कति चाहिन्छ एक कम्प्लिट साइकल हुनलाई कति चाहियो 360 डिग्री और 2 पाई छदैछ र के भनेको छ क्वेशनमा 4 साइकल पछि हैन भने 4 मल्टिप्लाई गर्नु पर्यो हैन कति हुन्छ 8 पाई। अथवा ओमेगा भनेको 2 पाई बाइ टी हैन। ठीक छ एक टाइम साइकल को। ठीक छ
अब यसलाई मल्टिप्लाई गर्नु पर्यो के चारवटा साइकल पछि हैन भनेको 4 साइकल भनेको टाइम पिरियड पनि त 4 चोटी हुन्छ हैन भने यो पनि के हुन्छ 4 चोटी हो के न भने ओमेगा बार t into 4 is equal to कति भयो 85 अनि त्यही कुरा छ है 8 साइकल के रे 4 साइकल पछि एंगल कति हुन्छ 85 हैन 85 यो भएपछि आरटी को भ्यालु कति त्यो निकाल्न खोजिरहेको तर हुनु पर्यो के रेजोनेन्ट कन्डिसनमा र इनिशियल रेस्ट कन्डिसन छँदैछ एट रेस्ट कन्डिसन हैन क्वेशन बुझ्यो सेम क्वेशनमा पहिलाको क्वेशनमा पहिला के थियो नर्मल थियो रेजोनेन्ट को कुरा थिएन रेजोनेन्ट को कुरा आयो ठीक छ र यसमा इन्क्रिमेन्टमा भनिरहेको थियो भने यसमा के भनिन्छ एउटा भ्यालु मात्र सोधिरहेको छ 4 साइकल पछि आरटी को भ्यालु कति हुन्छ हैन क्वेशन सार्नु पर्दैन है क्वेशन म त यहाँ हाल्दिन्छु नै हैन सोलुसन चाहिँ सारौँ है क्वेशन नम्बर 8 क्वेशन नम्बर के थियो 9 सेम क्वेशन छ हैन पहिलाकै क्वेशनमा फर्दर इन्फर्मेसन दिएको छ मास कति दिएको छ 2 किप्स सेकेन्ड स्क्वायर पर इंच हैन के को भ्यालु कति दिएको छ 20 किप्स पर र एट रेजोनेन्ट कन्डिसन छ हैन एट रेजोनेन्ट कन्डिसन मैले पढाएको छु यसमा कति हुन्छ बीटा को भ्यालु 1 हुन्छ हैन ओमेगा बार इज इक्वल टु ओमेगा भइदिन्छ हैन दैट इज ओमेगा बार इज इक्वल टु ओमेगा हैन अर्को पनि के दिन्छ भने एट रेस्ट कन्डिसन यहाँ इनिशियल थप्दिनु एट इनिशियल रेस्ट कन्डिसन v0 0 v dot 0 आंसर ओमेगा बार टी को भ्यालु कति दिएको छ 8 पाई तीनटा केस भने छैन केस ए मा के भनेको छ when c is equal to 0 कति हुन्छ ल मलाई भनौं त कपी पल्टाउ सबैजना र मलाई यो कन्डिसनको आरटी को रेस्पोन्स दे के हुन्छ याद त पक्कै नै होला तर यो अनडैम्प्ड कन्डिसन को फर्स्ट भाइब्रेसन मा रेजोनेन्ट मैले पढाएको छु हैन त्यहाँनिर इक्वेसन पनि डिराइभ गर्छ हैन त्यो इक्वेसन चाहिँ भयो
भएन कसैलाई आएन ल हेरौँ त रेजोनेन्ट कहाँ होला रेजोनेन्स कन्डिसन हैन ओमेगा बार इक्वल टु ओमेगा हुँदाखेरि सल्भ गरेर कति आएको थियो यो भिटी यसैलाई त गर्नु छ हैन र यो भिटी छ ठीक छ यो भिटी छ तर हामीले चाहिँ के आरटी भने यसैलाई के गर्नु पर्यो यसले डिभाइड गरिदियो भने बाँकी चाहिँ के हुन्छ आरटी हुन्छ हैन र you know that Vt is equal to कति थियो कति थियो माइनस हाफ पी नोट के ओमेगा टी cos ओमेगा टी माइनस हाफ पी नोट बाई के ओमेगा टी cos ओमेगा टी माइनस sin ओमेगा टी यो के छ रेजोनेन्स कन्डिसन को लागि है ठीक छ यो कहाँबाट ल्याए फ्रम थ्योरीबाट है अथवा अरेन्ज गर्दै मलाई हाफ पी नोट बाई के sin ओमेगा टी माइनस ओमेगा टी cos ओमेगा टी यहाँ भाइ कसैलाई कन्फ्युज भइरहेको होला ओमेगा बार खै त यो रेजोनेन्स कन्डिसन छ है रेजोनेन्ट कन्डिसन छ भने ओमेगा बार इक्वल टु ओमेगा नै हुन्छ है भने आरटी इक्वल टु कति हुन्छ मल्टिप्लिकेसन फ्याक्टर डायनामिक मल्टिप्लिकेसन फ्याक्टर भनौं हैन कति हुन्छ भीटी बाइ भीएसटी नोट अब यही भीटी को म्याक्सिमम भ्यालु जुन हामीले लिएको थियो पहिला याद छ कि छैन भी नोट हैन भी नोटमा भीएसटी नोट गयो भने यो आरडी हुन्थ्यो हैन याद छ कि छैन तर हामीले अहिले म्याक्सिमम भ्यालु हैन जस्ट हामीलाई त्यसको रेस्पोन्स डायनामिक रेस्पोन्स स्ट्याटिक भन्दा कति बढी हुन्छ प्रत्येक पोइन्टमा हैन त्यो चाहिँ निकाल्न खोजेको छ त्यही भएर सिधै भीटी बाइ भीएसटी नोट त्यही भएर यहाँ टाइम पनि छ हैन यहाँ सिधै म्याक्सिमम भ्यालु भएको भए यहाँ टाइम त हुन्थेन हैन टी छ ब्र्याकेटमा भनेको यो टाइम फंक्सन नै छ हैन भने भीएसटी नोट थाहा छ हामीलाई पी नोट बाइ के हुन्छ भने यसलाई सल्भ गर्यो भने कति हुन्छ हाफ sin ओमेगा बार ओमेगा टी माइनस ओमेगा टी cos ओमेगा टी हैन
सिम्पल छ। र अर्को हेर भाइ, यो कन्डिसन हामीले त्यहाँ के गरेको थियो, थ्योरीबाट निकालेको थियो हैन। त्यहाँ भीपीटी को भ्यालु 0 भइदिन्थ्यो हैन। त्यो सोलुसन काम नगरेर फेरि हामीले अर्को सोलुसन मानेर काम गरेको थियो हैन, अनि सल्भ गरेर यो निकालेको थियो। यहाँ हेर भाइ, यो कुरा यहाँबाट पनि निस्किन्छ है। यो जुन हामीले निकालेको छ नि आरटी, यो आरटी त जेनरलको लागि छ हैन। यहाँ त यो अघिको क्वेसन छ के, यो आरटी भनेको हामीले आरटी भनेको अघिको निकालेको हामी कति हो, 1 माइनस बीटा स्क्वायर साइन ओमेगा बार टी माइनस बीटा साइन ओमेगा टी हैन र। यो अघिको क्वेसनमा हामी यति सल्भ गरेको थियो हैन। अब यही कन्डिसनमा रेजोनेन्टमा के हुन्छ, बीटाको भ्यालु 1 भइदिन्छ हैन। बीटाको भ्यालु 1 भइदिन्छ। 1/1 माइनस 1 को स्क्वायर भनेको कति भयो, तल 0 भयो। माथि पनि के छ भन्देखि बीटाको भ्यालु 1 हुँदाखेरि र यो दुईटै बराबर भएपछि त क्यान्सल हुन्छ, 0/0 इन्डिटर्मिनेट फर्म हो। इन्डिटर्मिनेट फर्म हो हैन। ठीक छ। अब हामीले लिमिटमा परेको होला है, लिमिटमा, म्याथको लिमिटमा है। इन्डिटर्मिनेट फर्मलाई हामीले एल हस्पिटल रुल लगाएर सल्भ गर्न सकिन्छ हैन। एल हस्पिटल ठीक छ। भने एल हस्पिटल रुल गर्नको लागि हाम्रो के को रिस्पेक्टमा गर्नु पर्यो, बीटाको रिस्पेक्टमा, किनभने बीटा चाहिँ यसमा चेन्ज भइरहेछ। ठीक छ। रेजोनेन्ट कन्डिसनमा के हुन्छ, बीटा 1 हुन्छ। 1 को नजिक पुग्दाखेरि यो इन्डिटर्मिनेट फर्म भइरहेछ हैन। भने माथि र तल दुईटै साइडमा न्युमरेटरमा र डिनोमिनेटरमा बीटाको रूपमा बीटाले फर्स्ट डेरिभेटिभ गर्यो भने आरटी को भ्यालु कति आउँछ, माथि पनि फर्स्ट डेरिभेटिभ, तल पनि फर्स्ट डेरिभेटिभ है। तलबाट हेरौँ, 1 को त 0 भयो, 2 बीटा को डेरिभेटिभ विथ रिस्पेक्ट टु बीटा कति हुन्छ, 2 बीटा हैन। 0 को 0 यसलाई हैन, माइनस बीटा स्क्वायर डी बीटा स्क्वायर बाई डी बीटा गर्यो भने कति हुन्छ, 2 बीटा। अनि यहाँ राखे र माथि हेरौँ साइन ओमेगा बार टी। ठीक छ। अब यसमा त बीटा छैन, त यसमा यसलाई त यसरी त गर्न सकिन्छ, डी बाई डी बीटा साइन बीटा भनेको कति, ओमेगा बार बाई ओमेगा हैन। भने ओमेगा कति भयो, बीटी हैन। कति आउँछ, ओमेगा टी, यसको कन्स्टेन्ट पार्ट भयो cos बीटा ओमेगा टी हैन। भने ओमेगा टी cos बीटा ओमेगा टी भनेको फेरि कति भयो, cos ओमेगा बार टी। भने यहाँनिर कति भयो, cos ओमेगा बार टी र अगाडि ओमेगा टी हैन, माइनस अब ओमेगा। ठीक छ। यो त कन्स्टेन्ट पार्ट भयो भने कति भयो, साइन ओमेगा टी छँदैछ, तर बीटाको डेल बीटा बाई डेल बीटा कति हुन्छ, 1 भने कति आयो, यहाँ त माइनस 1/2 बीटा हैन।
ओमेगा टी cos ओमेगा बार टी माइनस sin ओमेगा टी। हेर यो दुईटै सेम हो। अझै यसलाई रेजोनेन्स कन्डिसनमा के हुन्छ, बीटाको भ्यालु त 1 भइदिन्छ। अब 0/0 हुन्छ, हेर त हुँदैन। ठीक छ, अब 0/0 हुँदैन भनेदेखि कति भयो, 1/2 बीटाको भ्यालु त 1 छ, माइनस गर्यो भने sin ओमेगा टी माइनस ओमेगा टी cos ओमेगा टी। ओमेगा बार ओमेगा इक्वल छ हैन, यहाँ त यो पार्ट सेम छ। अनि यसरी पनि निकाल्न सकिन्छ भन्ने कुरा है। यो साइडमा लेखिराख है, यति यो साइडमा यति चाहिँ लेखिराख। हामीले एल हस्पिटल रुल युज गरेर पनि त्यही कुरा निकाल्यौं। ठीक छ, थ्योरीमा अस्ति हामीले यो हेरेको थियौं, यहाँबाट यसरी आयो। अथवा जेनरललाई रेजोनेन्ट कन्डिसनमा एल हस्पिटल रुलबाट पनि सल्भ गर्न सकिन्छ। बुझ्यो हैन? कोही छ नबुझेको पनि सोधौँ है। एल हस्पिटल रुल म्याथमा पढेको होला हैन? यदि कहीँनिर भ्यालु डिटर्मिनेट भइरहेछ भनेदेखि हामीले तल र न्युमरेटर र डिनोमिनेटर दुईटैमा फर्स्ट डेरिभेटिभ गर्ने र सोलुसन गर्ने। फेरि त्यहाँ पनि इन्डिटर्मिनेट भइरहेछ भने सेकेन्ड डेरिभेटिभ गर्ने हैन। यसरी गर्दै गर्दै कुनै बेलामा त्यो इन्डिटर्मिनेट हुँदैन। त्यही सोलुसन चाहिँ हामी निकाल्यौं है। ल अब सल्भ गरौँ है। when ओमेगा बार टी भनेको 8/5 भइदियो हैन। क्वेशन त त्यही सोधिरहेको छ, 4 साइकल पछि हैन। भने आरटी कति भ्यालु हुन्छ निकाल्ने। कति हुन्छ, 1/2 sin ओमेगा टी को भ्यालु कति भइदिन्छ, ओमेगा टी भनम अथवा ओमेगा बार टी। अहिले त रेजोनेन्ट कन्डिसनमा छ नि त हैन, दुईटै बराबरै हुन्छ है। sin 8/5 minus 8/5 cos 8/5। यसमा भ्यालु हाल्दिएको हैन, यसमा हालौँ जेमा पनि है। सल्भ गरौँ, एन्सर आउँछ -4/, भ्यालु हाल्नु भने -12.566। एउटा यो आन्सर हो। बुझ्यो? कोही छ नबुझेको पनि सोधौँ है। के सब बीमा के भनेको छ,
C is equal to (0.5 kips second per inch. क्वेशन फेरि हेरौँ है। क्वेशन यहाँ छ हेर त, यो फर्स्ट को त निकाल्यौं, यो पनि निकाल्नु छ, यो पनि निकाल्नु छ है त। अब यो कसरी निकाल्नु, ठीक छ, त्यो पनि एट रेजोनेन्ट कन्डिसनमा छ, ओके न। हामीलाई थाहा छ वी हैव यस्तो कन्डिसनमा VT इज इक्वल टु के परेछ हामीले e को पावर माइनस जाई ओमेगा t a cos ओमेगा dt प्लस b sin ओमेगा dt हैन, प्लस p नोट बाई k 1 by 1 minus beta square to square plus 2 xi beta को square times 1 minus beta square sin omega bar t minus 2 xi beta cos omega bar t। यति हामीले पढ्यौं। यो पार्ट भनेको ट्रान्जिएन्ट भयो र यो पार्ट भनेको स्टेडी भयो हैन, स्टेडी स्टेट, यो भनेको ट्रान्जिएन्ट स्टेट। यो पढेको याद छ कि छैन कसैलाई? छैन भने यहाँ हेरौँ है, एकछिन होल्ड गरौँ है। यहाँ हेरौँ त, हामीले डैम्प्ड फोर्स्ड भाइब्रेसन पढ्दाखेरि यही आइसक्यो। यहाँ हेरौँ त, VT इज इक्वल टु a cos ओमेगा dt प्लस यो प्लस यति यो पढेछ हैन, याद छ कि छैन? यहाँ हामीले थ्योरीमा पढे, यही कुरा मैले यहाँ लेखेको छु, यही कुरा हामीले यहाँ लेख्यौं, ठीक छ। अब हामीलाई के गर्नु छ, रेजोनेन्ट कन्डिसनमा निकाल्नु छ हैन, ठीक छ। रेजोनेन्ट कन्डिसनमा निकाल्नु छ एट रेजोनेन्ट कन्डिसन भनेको बीटा इज इक्वल टु 1 एन्ड considering only steady state। सुनम है, त्यो अस्ति मैले पढाएको थिएँ हैन, ड्याम्पडमा के हुन्छ भने यो जुन ट्रान्जिएन्ट फेज छ यो त हटाएर जान्छ हैन, मैले भनेको थिएँ नि बिस्तारै यो हटाएर जान्छ। भने स्टेडी स्टेटको रेस्पोन्स मात्र लिएर गर्यो भने रेजोनेन्ट कन्डिसनमा के हुन्छ त भन्ने कुरा छ भने यहाँ हेरौँ त, VT कति भइदियो, अब स्टेडी स्टेट मात्र लिनु पर्यो हैन, अनि यो पार्टलाई डिस्कार्ड गर्यो, यो टोटल पार्टलाई अहिले हामी डिस्कार्ड गर्यो हैन, ट्रान्जिएन्ट यसलाई डिस्कार्ड गर्यो। बीटा को भ्यालु कति हुन्छ, 1 हुन्छ। यहाँ हेरौँ त, भने यसको सोलुसन कति हुन्छ हेर त, p नोट बाइ k हुन्छ नै, यो त हट्छ, यो के हुन्छ 2 जाई हुन्छ,
यो पनि टर्म हट्छ, बाद बाँकी हुन्छ, यो टर्म हुन्छ। अनि बाँकी कति हुन्छ त्यो चाहिँ हेरौँ है। p नोट बाई k 1 बाई 2j को स्क्वायर हैन, यो त क्यान्सल हुन्छ, यो माथि हुन्छ हैन, 2j बीटा को भ्यालु त 1 भइदियो। यहाँ पनि 1 हाल्यो भने यो पनि यो टर्म 0 हुन्छ, बाँकी कति हुन्छ माइनस 2j cos ओमेगा बार t हैन। माइनस p नोट बाई k 2j कैंसिल cos ओमेगा बार t बाई 2j। र rt भनेको फेरि के भयो, rt भनेको vt बाई vst को नोट भने फेरि कति भयो माइनस cos ओमेगा बार t बाई 2j। ठीक छ, बुझिरहेको छ नि हैन? जाय दिएको छ हामीलाई, ओमेगा बार टी को भ्यालु त 685। जाय भनेको छ, जाय भनेको के ड्याम्पिङ रेशियो हैन। हामीलाई के थाहा छ, जाय इक्वल टु कति हुन्छ c बाई cc, c थाहा छ। अनि cc भनेको कति छ 2m w। सी त थाहा छ हामीलाई 0.5, 2 मास पनि थाहा छ कति छ 2 नै छ, ओमेगा थाहा छ, ओमेगा थाहा छ हामीलाई। यो क्वेशन हेरौँ है, मास दिएको छ, यो के किन दिएको होला, यो m र k किन दिएको छ, यही ओमेगा निकाल्नलाई हैन। ओमेगा भनेको कति हुन्छ रुट अन्डर m k by k बाई किलोमिटर सम्झिने, यो झुकिन्छ है। ठीक छ, किलोमिटर सम्झिने, यो बिचमा स्ल्यास गर्दिनु। 0.5 4 टाइम्स के भनेको 20 दिएको थियो, यो 2 छ। सल्भ गरौँ कति आउँछ निकाल्नु। जायको भ्यालु कति आयो 0.4। ठीक छ, अनि अब आरटी त निकाल्न सकिन्छ हैन। माइनस cos ओमेगा बार टी को भ्यालु कति दिएको छ 85 बाई 2 जाय को भ्यालु 0.4। सल्भ गरौँ माइनस 12.5। सल्भ गरौँ है, जति आउँछ त्यसले। यो जाय को भ्यालु 0.4 हैन 0.04 होला। 40% त जाय हुँदै हुँदैन हैन, यहाँ 0.04। अब हेरौँ त, हामीले स्टेडी रेस्पोन्स मात्र लियो भने यति
हैन और बोथ कन्सिडर गर्यो भने considering both transient as well as steady state response त्यतिखेर के हुन्छ र एट रेस्ट कन्डिसनमा हैन एन्ड एट रेस्ट त छँदैछ हैन यसलाई हटाऊ and also at rest condition then अब यसको हामीले कहीँनिर गरेछौं रेजोनेन्स कन्डिसन छ बोथ ट्रान्जिएन्टलाई सल्भ गरेर हामीले थ्योरीमा निकालेछौं मेरो कुरा बुझिरहेछ नि हैन यो त जनरल सोलुसन भयो हैन अब यसलाई रेस्ट कन्डिसनमा राखेर र रेजोनेन्स कन्डिसनमा राखेर भिटी कति आउँछ त्यो हामीले निकालेछौं यहाँ हेरौँ है यहाँ थ्योरीमा हेरौँ है अहिले हामी सुरुमा के मानेको थियौं भने यतातिरको पोर्सन मानेको थियौं हैन यो जुन जिगज्याग छ त्यो हटिसकेछ भनेर सोलुसन निकाल्यो हैन तर हटेको छ कि छैन भने हामीलाई थाहा छैन ठीक छ भने त्यतिखेरको लागि हामीले टोटल लिएर काम गर्यो भने रेजोनेन्स ठीक छ र जीरो इनिशियल कन्डिसन यहाँ है अनि यो सोलुसन छ हैन मेरो कुरा बुझिरहेछ नि हैन बीटा इक्वल टु 1 पनि छ र जीरो इनिशियल कन्डिसन छ थ्योरी याद गर्ने है थ्योरीमा छ यो भने यसलाई सल्भ गर्यो भने यति याद है मैले यसलाई म त्यहाँ लेख्न खोजिरहेको छु है यो कसरी लेखम त यो इक्वेसन कपीमा जब म कपी गरेर लग्छु त्यहाँ see यहाँ है भनेको that is v0 v dot 0 is equal to 0 and beta is equal to 1 condition मा हामीले यो सल्भ गरेको थियौ थ्योरीमा यदि कोही पढेको छ भने हामीले यो निकालेछ यो क्वेशनलाई म लेखिरहेको छु xi ओमेगा t cos ओमेगा dt plus xi 1 minus xi square sin omega dt minus cos omega t यही क्वेशनलाई रिराइट गरेको है अर्के कहाँबाट ल्याएको फ्रम थ्योरीबाट ल्याए है कुन कन्डिसन छ ट्रान्जिएन्ट पनि छ यसमा किनभने यो पार्टहरु के छ ट्रान्जिएन्टको छ र स्टेडी स्टेटको पनि छ ठीक छ अब आरटी भनेको त यही भीटी बाइ भीएसटी नोड हो भने सबै यही टर्म हुन्छ यो त यता आइदियो हैन भने 1 बाइ 2 जाई अब हेरौँ है जाई को भ्यालु एकदमै कम छ यहाँ 4%
हो के नि भने यति कम भ्यालुको लागि ओमेगा डी थाहा छ ओमेगा डी भने कति हुन्छ ओमेगा 1 माइनस चाइ स्क्वायर हैन अब यो भ्यालु सल्भ गर्यो भने ओमेगा डी एप्रोक्सिमेटली इक्वल टु ओमेगा नै भइदिन्छ मेरो कुरा बुझाएको छ नि हैन र यो भ्यालु पनि यो कसरी ओमेगा भइदियो किनभने यो भ्यालु एप्रोक्सिमेटली 1 हुन्छ क्याल्कुलेटरमा राख 1 हुन्छ हैन पनि अझै भ्यालु आफै यो सिधा राखेर पनि गर्न सकिन्छ हैन तर अझै हामीले सिम्पलर फर्ममा लानको लागि यो सबै एउटै माने हैन cos ओमेगा t प्लस अब यो भ्यालु तलको त के हुन्छ लगभग 1 नै हुन्छ त्यो पनि डिस्कार्ड गर्दियो ओके न भने 1/2 जाई e को पावर माइनस जाई ओमेगा t माइनस 1 cos ओमेगा t प्लस जाई हैन यो भ्यालु निकालौं त सबै थाहा छ कि छैन जाई थाहा छ यहाँ यो 0.04 नै हो नि हैन क्याल्कुलेट गर है यही हुनै पर्छ यहाँ सबै हालौं है e को पावर माइनस 0.04 ओमेगा t कति छ 8 पाई माइनस 1 cos 8 पाई 0.04 sin 8 पाई कति आयो सल्भ गरौँ माइनस 3.165 आयो अब हेर है यहाँ हेर त यही स्टेडी स्टेट मात्र लियो भने यति भइरहेको थियो हैन तर दुईटै इफेक्ट लिएर गर्यो भनेदेखि यो भइरहेछ आन्सर धेरै फरक छ हैन केस सी हेरौँ है when c is equal to 2 kips second per inch स्टेडी स्टेट मात्र लिएर गर्यो भनेदेखि ओन्ली लिएर गर्यो भने आरटी को भ्यालु फेरि त्यही यसमा हाल्ने हैन माइनस cos ओमेगा बार टी बाइ कति थियो 2 जाई सल्भ गर अब यहाँनिर जाई को भ्यालु कति हुन्छ c बाइ 2m w हैन c भनेको 2 छ 2 k कति छ 20 बाइ 2 हैन k बाइ m गर्दाखेरि 0.158 यहाँनिर भ्यालु हाल्यो भने माइनस cos 8 पाई बाइ 2 0.158 अनि सल्भ गर्यो भने माइनस 3.165 आउँछ हैन आरटी यो रेशियो छ है यहाँ युनिट के हुँदैन फेरि युनिट गरौँला है यो त रेशियो हुन्छ नि आरटी हैन डिस्प्लेसमेन्ट बाइ डिस्प्लेसमेन्ट हैन
Also considering both transient as well as steady state गरे भनेदेखि सेम यस्तै यसैमा हालौं है यही क्वेशन त हो नि हैन RT को भ्यालु कति आउँछ मैले यहाँ भ्यालु नै हाल्दै फेरि पछि 0.158 e को minus 0.158 into 8 pi minus 1 cos 8 pi plus 0.158 sin 8 pi यो यसलाई सल्भ गरे भने कति आउँछ 3 point minus 3.1 आउँछ आन्सर अरे भाइ साह्रोमै छिटो मलाई कसैले भनौं त सेम कुरा छ हैन सेम कुरा थियो सेकेन्ड केसमा के थियो c को भ्यालु 0.5 थियो हैन भने दुईटैमा फरक के देखियो भन्देखि -12.5 एउटामा भइरा थियो भन्ने स्टेडी स्टेट मात्र लिएर बोथ लिएर यति फरक छ हेर है यहाँ 12.5 बाट सीधै 3 मा यति फरक छ तर त्यही c को भ्यालु 2 हुँदाखेरि हैन फरक के देखियो मिनिमल छ हैन दुईटै लगभग एउटै भ्यालु छ किन होला कसैले भन्न सक्छ किन होला हामीले फ्रिक्वेन्सी रेस्पोन्स कर्भ हेर्दाखेरि यो सारे हैन सारी सक्यो भने म अर्को कुरा भन्नु है यस सारी सक्यो हैन यहाँ हेर्दा फ्रिक्वेन्सी रेस्पोन्स कुरा हेर्दाखेरि जाई को भ्यालु कम हुँदाखेरि यो RD को भ्यालु बढी भइराछ हैन यहाँ 1 भन्दा एकदमै बढी तर जाई को भ्यालु बढ्दै जाँदाखेरि के हुन्छ यो RD को भ्यालु पनि कम हुँदै आउँछ हैन यहाँ त 0.7 यहाँ छ 1 यहाँ छ हैन ठीक छ भने रेस्पोन्स मल्टिप्लिकेसन के हुन्छ कम हुन्छ हैन यही कुरा यहाँ पनि देखिरहेछ यो c को भ्यालु 2 हुँदाखेरि जाई को भ्यालु कति छ यहाँ हेर्दा 15% छ 0.158 भनेको 15% ठीक छ 15% हुँदाखेरि कहाँ यसको 4% थियो कहाँ यसको 15% छ हैन ठीक छ लगभग 16 भयो 15.8 भनेको 16 भयो हैन अब यत्रो भएपछि 4 गुणले के हुन्छ भने RD को भ्यालु त कम हुन्छ RD भनेको एउटा पार्टिकुलर भ्यालु RT भनेको सबैको लागि हैन RT को भ्यालु त कम हुन्छ भन्ने ठीक छ भने यो दुईटै चाहिँ लगभग सेम त्यही आउँछ अर्को कुरा के हुन्छ भने जाई बढ्दै जानु भनेको यो जाई बढ्दै जानु भनेको एउटा फिगर कहाँ छ यही कुरामा जाईको भ्यालु 5% छ हैन एकदमै बढी जाई भयो भनेदेखि यो चाँडै के हुन्छ डिके आउट हुन्छ हैन 8.5 भनेको हाम्रो के निकाल्नु छ क्वेशनमा के छ 8.5 हैन 8.5 भनेको कति 4 साइकल पछि हैन भने c को भ्यालु कम हुँदाखेरि 0 पॉइन्ट हुँदाखेरि जाई को भ्यालु कति थियो 4% हुँदाखेरि त्यति फोर्थ साइकलमा पनि यो ट्रान्जिएन्ट को कम्पोनेन्ट थियो हैन अब के छ जाई बढाए जाई को भ्यालु लगभग 16% गर्यो भने यो के हुन्छ यो चाँडै के हुन्छ टिके आउट भइहाल्छ हैन जति जाई बढ्यो भने त्यति चाँडै के हुन्छ टिके आउट भइहाल्छ भने के देखियो
फोर्थ साइकलतिर भने यो ट्रान्जिएन्टको कम्पोनेन्टको इफेक्ट कम छ हो के नि त्यही भएर त के भयो भ्यालु लगभग सेम आयो हैन यो क्वेशनमा हेरौँ त हामीले अघि सल्भ गरेको क्वेशनमा 4% हुँदाखेरि के देखिरहेछ भने ट्रान्जिएन्ट इफेक्ट त्यहाँ छँदैछ ठीक छ त्यही भएर त फरक आछ कहाँ 12.5 छ कहाँ 37 तर यही भ्यालु 2 हुँदाखेरि अथवा जाइको भ्यालु 16% लगभग हुँदाखेरि के देखियो भने भ्यालु लगभग सेम छ भने के देखियो ट्रान्जिएन्ट इफेक्ट हटेर गइरहेछ है हो हैन त्यही भएर लगभग सेम हो चौथो साइकलमा जाइको भ्यालु 16% हुँदाखेरि ट्रान्जिएन्ट इफेक्ट लगभग हटिसकेको छ त्यही भएर भ्यालु सेम भइरहेछ तर त्यही कुरा चौथो साइकलमा जाइको भ्यालु कम हुँदाखेरि ट्रान्जिएन्ट इफेक्ट स्टिल देखिरहेछ त्यही भएर यतिको फरक आइरहेछ है भएन ल आजलाई यति नै गरौँ है त यो क्वेशन सारे हैन आन्सर सारे पुरै आन्सर सारे सर आजलाई यति नै गरौँ है त अब भोलि एउटा न्युमेरिकल गराउँछु हैन त्यसपछि म अर्को एमडीएफ मा छिर्छु है यो क्वेशनमा यो क्वेशन हेरौँ है यो सबै उसैको एसडीएफ कै हो 8 9 गराए मैले 10 गराउँछु एउटा 11 लगभग उसै जस्तो छ यो 12 13 14 आफै ट्राई गर्ने है यो केही होइन सिम्पल कुराहरु छ यो ट्राई गर्ने र यसको मैले सोलुसन चाहिँ अट्याच गरिदिन्छु है यदि आफै ट्राई गर्ने भएन भने सोलुसन अट्याच गरिदिन्छु ठीक छ अनि त्यसपछि हामी भोलि नै यो एउटा न्युमेरिकल सकाएर एमडीएफ मा छिर्छौं है सर क्वेशन सही हुन्छ हैन सर आन्सर चाहिँ हजुर हजुर क्वेशन एक आउने बित्तिकै आन्सर पठाइदिन्छ नि त्यसै के आन्सर मात्रै आन्सर त मैले बनाउनु पर्छ नि त हैन भोलि चाहिँ म 10 को सल्भ गर्छु हैन 11 को हैन 10 11 लगभग एउटै छ म भनिदिन्छु 10 11 भोलि नै सल्भ हुन्छ 12 13 14 तिमीले आफै सल्भ गर भएन भने अर्को वीक सम्म मैले आन्सर चाहिँ अट्याच गरिदिन्छु है त यो क्वेशन चाहिँ म अहिले नै दिइहाल्छु है त पीडीएफ बनाएर क्वेशन अहिले नै अपलोड गरिदिन्छु कसैलाई केही छ डाउट भने सोधौँ है छिटो छैन हैन ल आजलाई यति नै गरौँ है त ल आजलाई यति नै है त